हेलो गाइस, यो न्यू रोड हो हैन। यहाँ चाहिँ सानो बाटो छ हैन। यहाँबाट चाहिँ अब हेर्नु पास दिँदैछ त्यो गाडीले। अब कसरी पास दिन्छ यहाँ अगाडि बाइक रोकिदिरहेको रहेछ क्या। कसरी पटाउनु क्या। यो बाइकहरू डन हो यार, डन हो यो बाइकहरू। जता पनि छिर्दिने, बाटो पनि नदिने होइन। ल अब यहाँ बस्दिरहेको रहेछन्, यहाँ पनि बस्नै पर्यो। यहाँबाट मलाई राइट टर्न गर्नु छ। त्यहाँ अगाडि यहाँ मामा बसिरहेछ यहाँनिर अगाडि। मामाले फेरि कारबाही गरिहाल्छन्, अलिकति दायाँ बायाँ गर्नु हुँदैन यार होइन। यहाँ लाइन बस्यो होइन। अब न्यू रोडको टक्क है, यो ठमेल जानु छ भने टक्क यहाँ राति आउनु, क्लब सब जानु, यताउता इन्जोय सिन्जोयहरू गर्नु छ भने ल है। म चाहिँ काम गर्दै हो, दिउँसो चाहिँ अब काम गर्ने हो, राति चाहिँ अब नाच्ने गाउने मजा गर्ने सबै हो क्या। क्लबहरू दिउँसो चाहिँ काम मात्र हो क्या। ल मेरो बाटो टक्क खुल्यो होइन। टक्क छेउमा लगिदिनु न बाइकको है। ल ठिक छ। भाग्यो त्यो डरले भाग्दै यार बाइक त। ल यो गाडी कहाँ लिएर आएको थियो? यो बाइक किन नहिँडेको? बाइक नहिँडे हेर्नु नि, त्यहाँ गएर बसेछ। यति जाम हुन्छ यो ठमेलमा आम्मामा है। गाडी छिराउनु खतरा हो साँच्ची हो। अहिले कति भन्दा बेलुकाको 6 बज्यो। 6 बजे यति धेरै जाम हुन्छ। ल यसरी टक्कै आउँछ। मेरो लेन खोलिसकेको छ र पनि मलाई हिँड्न दिएको छैन। ट्राफिक त्यहीँ छ पनि, बोलाइरहेछ ट्राफिकले। तर खै लो हेर, लो 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 कसरी आएको क्या। अनि मैले हाने भने फेरि मेरै गल्ती देखाउँछ त्यो बाइकले, किन आएको भनेर। त्यस्तो नि गर्न पाइन्छ। ल यो गाडी कहाँ यसो दायाँ बायाँ हेरेर खाली छ भने हौ घुमाउने ल होइन कि कसो। रन्का बुधे रन्का भने जस्तो रन्काउँदैछ है म चाहिँ। टक्क लाएर छोट 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 हो होइन। ल वाया भ्लग सक्यो है त। यो न्यू रोड गेट हो हेर्नु है, गेट। यहाँबाट ठमेल छिर्ने बाटो, इन्जोय गर्ने बाटो राति 1-2 बजीसम्म। ल आउनुहोस् है ठमेल।